हाल दलहरूबीच नेपालमा मिश्रित पद्धतिमा सहमति भएको छ। तर राजनीतिक स्थायित्व रहेको फ्रान्समा समेत यो पद्धतिले सत्तामा राष्ट्रपति र प्रधानमन्त्री बीच सङ्घर्ष चलिरहेको देखाउँछ। फ्रान्सेली पद्धतिमा परराष्ट्र र रक्षा मामिलामा राष्ट्रपतिको नियन्त्रण रहे पनि आन्तरिक प्रशासनको अधिकार प्रधानमन्त्रीलाई दिइएको छ। राष्ट्रपतिले पाएका अधिकार अधिकांश आन्तरिक नीतिसँग निर्भर रहन्छन् भने आन्तरिक प्रशासनमा पनि राष्ट्रपतिको पकड हुँदा उनलाई नियन्त्रण गर्ने ठाउँ रहँदैन। फ्रान्सेली 5औं गणतन्त्र पछिका झण्डै आधा राष्ट्रपतिले यस्तो चुनौतीको सामना गरिसकेका छन्। फ्रान्सेली राष्ट्रपतिको अधिकार परराष्ट्र र रक्षा नीतिमा हुन्छ भने प्रधानमन्त्रीलाई देशको दैनिक प्रशासनिक अधिकार प्राप्त हुन्छ। बहुमत प्राप्त भएर फ्रान्समा बन्ने प्रधानमन्त्री राष्ट्रपतिले नियुक्त गर्दा मन्त्रीमण्डल विस्तार गरे जस्तै विस्तारित रूप मात्र हुन्छ। यति हुँदा पनि बहुमत नहुँदा विवाद उठिरहेको छ। फ्रान्सेली शासन व्यवस्थामा सबैभन्दा चुनौतीपूर्ण हुन्छ कोह्याबिटेसन या राष्ट्रपति एक दल र प्रधानमन्त्री अर्को दलको। राष्ट्रपति र प्रधानमन्त्री भिन्न भिन्न दलको भएको समयमा फ्रान्समा 5औं गणतन्त्रपछि निकै तनावपूर्ण स्थिति पैदा भएको छ। सडक आन्दोलन, संसदमा रस्कारस्की तथा राष्ट्रपति र प्रधानमन्त्री बीचको शक्ति सङ्घर्ष समेत चुलिएका उदाहरण छन्। सन् 1986 को प्रतिनिधि सभाको निर्वाचनपछि फ्रान्सवा मितेरा राष्ट्रपति बनेका थिए भने आरपीआर पार्टीका नेता ज्याक सिराक प्रधानमन्त्री नियुक्त भएका थिए। यो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री बीच नीतिगत मतभिन्नता तथा फरक कार्यशैली देखियो। यस्तो नीतिगत भिन्नताले शक्ति सङ्घर्ष चुलियो भने आन्तरिक मामिलामा राष्ट्रपतिको पकड सुदृढ भएन। विवादकै बीच भएको सन् 1988 को चुनावपछि मितेरा राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनले सत्तामाथि पकड सुदृढ त बनाए, तर केही वर्षभित्रै अर्को समस्याको सामना गर्नु पर्यो। सन् 1993 मा दक्षिणपन्थी पार्टीले प्रतिनिधि सभामा 80% मत ल्याएपछि विपक्षी नेता बालादुर प्रधानमन्त्री नियुक्त भए। त्यसपछि राष्ट्रपति फ्रान्सवा मितेराले सन् 1995 सम्मै अप्ठ्यारो खेप्नु पर्यो। त्यस्तै सन् 1995 मा ज्याक सिराक संसदमा पनि बहुमत हुँदै राष्ट्रपति भए पनि त्यस्तै सङ्कटको सामना गर्नु पर्यो। सिराकले आफ्नै दलका अला जुपेलाई प्रधानमन्त्री नियुक्त गरेपछि चर्को विरोधको सामना गर्नु पर्यो। विरोधकै कारण सिराकले नयाँ चुनावको घोषणा गरेपछि बहुमतको अवस्था रहेन। विपक्षीले संसदमा बहुमत ल्याएपछि समाजवादी नेता लियोनेल जोस्पालाई प्रधानमन्त्री नियुक्त गरे। सन् 2002 सम्म प्रधानमन्त्री र राष्ट्रपति बीच भीषण सङ्घर्ष भयो। 5 वर्ष लामो सङ्घर्षले फ्रान्सेली शासकीय स्वरूपलाई धक्का पुर्यायो। संसदको बहुमत प्राप्त दलको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भए पनि कार्यकारी अधिकारको बाँडफाँडले एक अर्को पदले एक अर्कालाई रोक्ने अवस्था प्रशस्त रहन्छन्। आन्तरिक मामिलामा प्रधानमन्त्रीको पकड रहे पनि संसद भङ्ग गर्ने विशेष अधिकार राष्ट्रपतिसँग हुन्छ। सैद्धान्तिक रूपमा फरक विचार राख्ने दलहरूबीच करिब बराबरको जनमत भएको अवस्थामा यो शासकीय स्वरूप झनै जटिल र झन्झटिलो बन्ने देखिन्छ।